विक्रम सम्वत 2082 माघ 28 गते बुधबार गोरखापत्रमा प्रकाशन भएको केही प्रश्न उत्तर लिएर आएका छौँ। पहिलो प्रश्न रहेको छ, साफ अन्डर 19 महिला च्याम्पियनसिप 2026 को उपाधि कुन देशले जितेको छ? यो उपाधि चाहिँ भारतले जितेको छ भने उपविजेता बङ्गलादेश भएको थियो। सञ्चालन मिति 2082 माघ 17 देखि 24 सम्म भएको थियो भने यसमा जम्मा 4 वटा मुलुकहरू समावेश थिए। अरनिको युवा कला पुरस्कार 2082 बाट कसलाई सम्मान गरिएको छ? सुमेर देसारलाई सम्मान गरिएको छ। पुरस्कार राशि 40,000 सहित सम्मान पत्र रहेको छ। अर्को प्रश्न, अभिनेता सुनिल थापाको निधन कहिले भएको थियो? विक्रम सम्वत 2082 माघ 24 गते सुनिल थापाको निधन भएको थियो, जसलाई राते काइला भनेर पनि चिनिन्छ। इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको 6औं इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड 2025 जित्न सफल नेपाली इन्स्योरेन्स कम्पनी कुन हो? सूर्यज्योति लाइफ इन्स्योरेन्स यो अवार्ड जित्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष को हुन्? चन्द्रकला पौड्याल चाहिँ नेपाल बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष हुन्। विश्व क्यान्सर दिवस कहिले मनाइन्छ? फेब्रुअरी 4 मा विश्व क्यान्सर दिवस मनाइन्छ। छोरी बीमा कार्यक्रम मध्य प्रदेशले सुरु गरेको हो भने बैंक खाता छोरीको सुरक्षा जीवन भरिको कार्यक्रम कुन प्रदेशले सुरु गरेको हो? यो कार्यक्रम चाहिँ कर्णाली प्रदेशले सुरु गरेको कार्यक्रम हो। आर्थिक सर्वेक्षण 2081-82 अनुसार 2081 फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ? 96.85% जनसङ्ख्याहरूमा चाहिँ खानेपानी सेवाको पहुँच पुगेको देखाएको छ आर्थिक सर्वेक्षण 2081-82 ले। अन्तरिक्षबाट ऐतिहासिक अर्थराइज फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको निधन कहिले भएको हो? सन् 2024 जुन 7 मा निधन भएको थियो। मध्य प्रदेश सरकारले नागरिक घरधुरी बिमा कहिलेदेखि सुरु गरेको हो? 2082 साउन 1 गतेदेखि सुरु गरेको थियो। नेपाल बहुसूचक सर्वेक्षण 2024-25 अनुसार नेपालका कति प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच विस्तार भएको छ? 82% घरधुरीमा चाहिँ इन्टरनेटको पहुँच विस्तार भएको देखाएको छ यो सर्वेक्षणले। नेपालको कुन ठाउँमा कृषि आनुवांशिक केन्द्र अथवा जिन बैंकको स्थापना गरिएको छ? यो ललितपुरको खुमलटारमा स्थापना गरिएको छ। सिम्बायोटिक लिङ्क भन्नाले भू-राजनीतिक रूपमा कुन क्षेत्रलाई बुझिन्छ? सिम्बायोटिक लिङ्क भन्नाले इन्डो पेसिफिक क्षेत्रलाई बुझिन्छ। ग्लोबल एआई एडाप्सन इन 2025 अ वाइडनिङ डिजिटल डिभाइड नामक प्रतिवेदन अनुसार नेपालको कामकाजी उमेरको कति प्रतिशत जनसङ्ख्याले जेनेरेटिभ एआई प्रविधि र टुल प्रयोग गर्ने गरेका छन्? करिब 13%ले प्रयोग गर्ने गरेका छन्। फोर्ब्सको नयाँ तथ्याङ्क अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति को रहेका छन्? सबैभन्दा धनी व्यक्ति एलन मस्क रहेका छन्। सन् 2025 मा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार पाउने व्यक्ति को हुन्? जोएल मुकिर नेदरल्यान्ड्सका, फिलिप अगियान फ्रान्सका र पिटर होबिट क्यानाडाका व्यक्तिले चाहिँ अर्थशास्त्र तर्फको नोबेल पुरस्कार पाएका छन्। नेपालमा फोटो सहितको मतदाता नामावलीको सुरुवात कहिलेदेखि भएको हो? विक्रम सम्वत 2067 भदौ 28 देखि फोटो सहितको मतदाता नामावलीको सुरुवात भएको थियो। नेपालमा सर्वप्रथम डीएनए परीक्षण गरिएको वनस्पति कुन हो? यो चाहिँ चिरैतो हो। गोरखापत्र कहिलेदेखि प्रकाशित हुन थालेको हो? विक्रम सम्वत 1958 वैशाख 24।